हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। मैले चाहिँ आज टिकाको ब्लग गरेको अनि यो तपाईले टिकाको ब्लगलाई इन्जोय गर्नुहोला। अगेन बाजेको हातको टिका लगाएपछि यहाँ बडा बाउले खुट्टा डोक्नु हुँदैछ बाजेको। त्यसपछि पालो पिलो गर्दै बाजेको हातको टिका लगाए सबैले, फुपू, बडियामा, बडा बाउ, बाबाहरूले। सबैले लगाएपछि हामी 3 जनाको पालो आयो। मैले चाहिँ यहाँ हतारमै लुगा चाहिँ फेर्नै बिर्सेछ अनि बादमा फेरेको छु लुगा चाहिँ मैले। यहाँ चाहिँ आमा र बाबाले हाम्रो 3 जनाको खुट्टा धुने रिचुअल गर्दैछ। खुट्टाहरू धुइसकेपछि अनि त्यहाँबाट हामीलाई यहाँ टिका लाउनको लागि, बाबा र आमाको हातको टिका लाउनको लागि फेरि बस्न भनेको थियो अनि त्यसपछि हामीलाई यहाँ टिका लगाइदिनु हुँदैछ आमा र बाबाले। टिका लगाएपछि बाबाले दक्षिणा पनि दिनुभयो हामीलाई। म चाहिँ यहाँ मजाले हेर्दैछु पैसा 2 जनालाई धेरै धेरै दियो कि कतै भनेर, तर मलाई नै दिनु भएको रहेछ 2 जना भन्दा बेसी। अनि यहाँ कानमा जमराको बदली चाहिँ फुल चेपेको छ। हाम्रो चाहिँ जमरा रोपेको थिएन, त्यसकारणले यहाँ फुल नै लगाएको छ कानमा। अनि फेरि यहाँ आमाले पनि टिका लगाइदिनु हुँदैछ। हामी 3 जनाको सकिएपछि यहाँ बडा बाउ र बडी आमाले चाहिँ आमा र बाबालाई चाहिँ टिका लगाइदिनु हुँदैछ।
बाबाहरूलाई लगाएपछि त्यहाँबाट फेरि हामीलाई पनि बोलाउनु भयो बडी आमाले 3 जनालाई लगाइदिनुको लागि टीका। अनि यो टाइममा चाहिँ मैले कुर्ती लगाएर आएको छु। कुर्तीको मुनिपट्टि चाहिँ मलाई यसको जोडी पेन्ट लाउन अल्छी लागेको थियो, त्यही भएर मैले यो घर बस्दा लाउने नै लगाएँ। त्यसपछि बादमा फोटोहरू देख्दा त एकदम रिग्रेट लागेको थियो यो पेन्ट लाएर, किनभने कस्तो देखिरहेको रहेछ। बट इट्स ओके। हामी सबैले लगाएपछि यहाँ बाबाले चाहिँ फुपालाई अनि दादा र भाइलाई चाहिँ टीका लगाइदिनु हुँदैछ। यहाँ चाहिँ टीकाको भिडियो एकदमै लेट आएकोले गर्दा चाहिँ सबैजनालाई सरी भन्न चाहन्छु। अनि के कस्तो लाग्यो यो टीकाको भिडियो सबैले लाइक गरिदिनु अनि कमेन्ट गरिदिनु, सेयर पनि गरिदिनु होला। आजको लागि यति नै, बाइ बाइ।